आउनुहोस् अब म चाहिँ तपाईहरुलाई चाहिँ एमएस पावर पोइन्टमा चाहिँ कसरी फोटो एल्बम तयार गर्ने मानौ कि तपाईको बिहेमा अथवा कुनै पार्टी भोजमा चाहिँ थुप्रो थुप्रो चाहिँ धेरै फोटोहरु छ र त्यो फोटोहरुलाई चाहिँ तपाईहरुले चाहिँ यो स्लाइड शो गरेर अथवा एउटा एल्बम गराएर तपाईहरुले चाहिँ प्रिन्ट गरेर राख्न चाहनुहुन्छ अथवा त्यसको चाहिँ प्रत्येक फोटोको चाहिँ क्याप्सन लेखेर राख्न चाहनुहुन्छ भने त्यो कसरी तयार गर्ने त 1 मिनेटको अथवा हामीले एकदम छिटो छोटो भन्दा छोटो समयमा हामीले चाहिँ त्यो फोटो एल्बम कसरी तयार गर्ने तपाईको थुप्रै क्यामेराहरुले के खिचेको फोटो चाहिँ एकदम छ तर त्यो फोटोलाई तपाईहरुले चाहिँ एकैचोटी एउटा फोटो एल्बममा कसरी लिने भन्ने विषयमा मैले बताउन गइरहेको छु। सबभन्दा पहिला तपाईहरुले चाहिँ के गर्नुस् त भन्दाखेरि पावर पोइन्ट ओपन गर्नुस् र यो फोटो एल्बम भन्ने छ यो इन्सर्ट ट्याबमा गएर फोटो एल्बममा गएर यसरी क्लिक गर्नुभयो भने चाहिँ यस्तो खालको देखाउँछ। यहाँनिर तपाईहरुले हेर्नुपर्ने कुरा सुरुमा चाहिँ यस्तो ब्ल्याङ्क देखाउँछ र फाइल कहाँबाट लिने त भन्दाखेरि मेरो चाहिँ डेस्कटपमा छ हो तपाईको जस्तो डेस्कटपमा होला अथवा तपाईको चाहिँ मोबाइलमा कुनै ल्याएको कुनै फोल्डरमा राख्नु भएको हुन्छ होला। अब यसलाई चाहिँ फाइलमा जानुस् अनि त्यसपछि अब यो फोटोहरुलाई चाहिँ तपाईको मेरो अब जपाती फोटो छ म अहिले तपाईले उदाहरणको रूपमा देखाउन गइरहेको छु। अब यो फोटोहरु चाहिँ तपाईले कन्ट्रोल थिचेर सबैलाई चाहिँ यसरी कन्ट्रोल थिच्ने माउसको लेफ्ट बटन क्लिक गरेर तपाईको थुप्रो जतिवटा फोटो छ त्यो जम्मै फोटोहरुलाई चाहिँ यसरी तपाईहरुले के गर्न सक्नुहुन्छ सिलेक्ट गर्न सक्नुहुन्छ हो। अब धेर जति छ हो त्यो सबै फोटोहरुलाई तपाईहरुले यसरी राख्न सक्नुहुन्छ। त्यसपछि यसरी सिलेक्ट गर्नुस् र इन्सर्ट गर्नुस् हो। इन्सर्ट गर्दाखेरि तपाईको के हुन्छ त भन्दाखेरि यहाँनिर फोटोहरु देखिन्छ। यो फोटोहरुलाई चाहिँ तपाईहरुले आवश्यकता अनुसार रोटेट बनाउन सक्नुहुन्छ हो। जस्तो मैले यो फोटोलाई चाहिँ मलाई के चाहियो रेक्टेंगलमा चाहियो हो। यो मलाई रेक्टेंगलमा चाहियो भने म यसलाई चाहिँ के गर्छु फ्लिप गर्छु हो। एउटा मात्रै मिल्दो रहेछ ल मैले दुईटा सिलेक्ट गरे त्यो आउनु भएन ल एउटालाई चाहिँ यसरी तपाईले क्लिक गर्नुभयो यो के हुन्छ रेक्टेंगलमा भयो यसरी गर्नु भने रेक्टेंगलमा भयो है यो सिलेक्ट भइसकेको छ हो। यो यतातिर फर्केको भएको छ। अब यो फोटोलाई यो भन्दा माथि राख्नु पर्यो भने यसलाई माथिल्लो साथ लान सक्नुहुन्छ। यो फोटोलाई चाहिँ यो भन्दा मुनितिर लान सक्नुहुन्छ अथवा यो फोटोलाई चाहिँ तपाईहरुलाई चाहिँ अलिकति लाइट राख्ने कि हैन लाइट कम बनाउने कि धेरै गराउने हो। यहाँनिर यसरी चाहिँ तपाईहरुले चेन्ज गर्न सक्नुहुन्छ। अब तपाईको छ यहाँनिर पिक्चर लेआउट भन्ने छ हो। यहाँ टेक्स्ट बक्स छ। यो टेक्स्ट बक्स तपाईहरुले यो स्लाइडमा चाहिँ टेक्स्ट बक्स पनि सँगसँगै केही कुराहरु तपाईहरुको केही कुराहरु राख्नु पर्ने छ भने चाहिँ टेक्स्ट बक्स गर्नु होला नत्र भने यो हामीले विशुद्ध फोटो एल्बम बनाउन गइरा हुनाले म तपाईहरुले अलि त्यही लान्न। यहाँनिर तपाईहरु अब फोटो लेआउटमा गएर के गर्नुस् त भन्दाखेरि फिट टु स्लाइड भन्ने छ। एउटा स्लाइडमा कतिवटा फोटोहरुसम्म तपाईहरुले राख्न चाहनुहुन्छ त यस्तो 4 वटा राख्ने कि हो 2 वटा मात्र राख्ने कि हो। यो एकदम इम्पोर्टेन्ट छ है। तपाईहरुले चाहिँ आवश्यकता आफ्नो सुहाउँदो अथवा तपाईहरुले चाहिँ हेर्दाखेरि अलिकति सुटेबल अब कस्तो लाग्छ त्यो आफ्नो चोइस अनुसार तपाईहरुले चाहिँ गर्नु होला है त। मैले टु पिक्चर क्लिक गरे त्यसपछि यो पिक्चरको फ्रेम शेप चाहिँ कस्तो गराउने त रेक्टेंगलमै बनाउने कि हो ओभलमा गराउने कि अब जस्तो पनि बनाउन सक्यो हो। यो के भन्छ यसको फोटो फ्रेममा चाहिँ उ राख्दिने कि के भन्छ फ्रेमहरु राख्दिने कि हो कस्तो ब्ल्याक राख्ने कि कस्तो राख्ने यो चाहिँ अथवा तपाईहरुले चाहिँ फ्रेम तयार गरिसक्नु भएको छ भने यहाँ ब्राउजबाट पनि लिन सक्नुहुन्छ है त। मैले यति गरिसकेपछि अब तपाईको के गर्छु त भन्दाखेरि यसलाई क्रिएट गर्छु हो। क्रिएट गर्दाखेरि यसरी के भयो त मैले दुई वटा प्रत्येक पेजमा के थियो त दुई वटा राखेको थिएँ। अब यसलाई मैले एडिट गर्न सक्छु। मेरो फोटो एल्बमको नाम के त हो वैवाहिक जीवन अथवा के हुन्छ जीवनको अब जे पनि राख्यो इभेन्ट कुनै छ भने भात खुवाई कार्यक्रम हो। खुवाई कार्यक्रम अब तपाईहरुले चाहिँ आवश्यकता अनुसार के गर्न सक्नुहुन्छ एसएससी बनाएर तपाईहरुले यसको पनि तपाईहरुले क्विक यसमा गएर डिजाइन चाहिँ दिन सक्नुहुन्छ है
अब जस्तो पनि बनाउन सक्नुहुन्छ। अब यसको ब्याकग्राउन्ड चाहिँ कस्तो राख्ने हो तपाईहरुले यहाँनिर डिजाइनमा गएर यसलाई ब्याकग्राउन्डमा गएर तपाईहरुले यहाँनिर सोलिड कलर कस्तो राख्ने त मेरो चाहिँ डिफल्टमा कालो आयो हो तपाईहरुले यस्तो पनि बनाउन सक्नुहुन्छ है। आवश्यकता अनुसार तपाईहरुले चाहिँ कस्तो बनाउने भन्ने कुरो तपाईहरुले आवश्यकता अनुसार यहाँनिर डिजाइन चेन्ज गर्न सक्नुहुन्छ है त। अनि प्रत्येक पेजमा यो फोटोहरुमा पनि तपाईहरुले चाहिँ के गर्न सक्नुहुन्छ त आवश्यकता अनुसार ल्याउन सक्नुहुन्छ। मैले अघि चाहिँ उतापट्टि रोटेट बनाएको थिएँ हेर्नु त यो एउटा अघि चाहिँ रोटेट बनाएको थिएँ त्यो हुनाले यस्तो खालको रोटेटमा आयो भने अहिले रोटेट भन्छु ल्यान्डस्केपमा तेर्सोमुखी भएर आयो हो। यसरी तपाईहरुले चाहिँ फोटो एल्बम तयार गरेर हो सेभ गर्न सक्नुहुन्छ है त।